हनुमान ढोका दरबार क्षेत्रमा रहेको श्वेत भैरवको दर्शन हजुर हामी सबैले गरेका छौँ। मलाई भने श्वेत भैरव मन्दिरको स्थापना कहिले र कसले गर्नुभएको होला भन्ने जान्ने उत्सुकता सधैँ रहिरहेको हुन्थ्यो र त्यहाँ जाँदा सधैँ जसो त्यहाँ हुनुभएका पुजारी गुरुहरूसँग भलाकुसारी गर्ने गर्थे र जानेको कुरा श्वेत भैरवको बारेमा आज थोरै जानकारी म हजुरहरूलाई पनि बताउनेछु। काठमाडौँको 8 मुख्य भैरवहरूमध्येको सबैभन्दा ठुलो श्वेत भैरव 12 फिट अग्लो धातुले बनेको भगवान शिवको शक्ति रूपमध्ये पनि सबैभन्दा रौद्र रूप रहेको हुनाले यस भैरवको पुरै आकृति भने सधैँ जसो आँखी छ्यालले छोपेर राखिएको त हजुर हामीले पनि देखेकै छौँ। इन्द्र जात्राको बेला र चैते दशैंको एक दिन मात्र खोलिन्छ, अरू बेला भने सधैँभरि यसरी नै आँखी छ्यालभित्र नै छोपेर राखिन्छ। इन्द्र जात्राको बेला भने भैरवको मुखमा राखिएको नलीबाट थुँ प्रसाद स्वरूप सर्वसाधारणले लिने गरिन्छ। यसरी प्रसाद स्वरूप यसलाई ग्रहण गरेमा सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने मान्यता राखिन्छ। यस मन्दिरको स्थापना भने तत्कालीन राजा रणबहादुर शाहले 1852 को भाद्र महिनामा गराउनु भएको थियो। श्वेत भैरवको गलामा कुदिएको अभिलेखबाट यो कुरा स्पष्ट हुन्छ। आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा बताइदिनुहोस् होला। हजुरहरूले यो भन्दा भिन्न प्रकारको कुनै किम्वदन्ती सुन्नु भएको छ भने पनि बताइदिनुहोस् होला। हजुरहरूको दिन निकै शुभ रहोस्।